गर्ने गरेर त्यसलाई हामीले के गर्छौँ भने स्टोरी बोर्डमा हामीले के गर्छौँ, क्रिएट अ स्टोरी बोर्ड थ्रु द सिनेरियो है। सिनेरियो भनेको चाहिँ कुनै पनि भिडियो बनाउनुभन्दा पहिला एउटा इमेजिनेसन हुन्छ, ल यो ठाउँमा राख्ने, यसलाई यस्तो गर्ने भन्ने एउटा सिनेरियो माइन्डमा क्रिएट गरेर अनि त्यसलाई हामीले स्टोरी बोर्ड गर्छौँ र स्टोरी बोर्डलाई अप्रुभल भएपछि फाइनली त्यो स्टोरी बोर्डलाई ठिक छ भनेर अप्रुभल भएपछि त्यहाँदेखि प्रिपेयरिङ अफ प्रप्स एन्ड डुइङ द कन्सेप्चुअल वर्क भनेको त्यो उसलाई चाहिने प्रप्सहरू भनेको मेटेरियलहरू, त्यो भिडियोमा चाहिने के मेटेरियलहरू चाहिन्छ प्रप्सहरूको युज गर्ने भनेको चाहिँ जस्तो एउटा म्युजिक भिडियो सुट गर्दाखेरि के सामानहरू चाहिन्छ, जस्तो पर्दाहरू चाहिएला, अरू भनेको जस्तो बाहिर आउट सुट भइरहेछ भनेदेखि त्यहाँ अब बगैँचाहरू बनाउनु पऱ्यो भने बगैँचाको मेटेरियलहरू चाहियो होइन। जस्तो मेलाहरूको केही सुटआउट छ भनेदेखि मेलाको पुरै प्रप्सहरू तयार गर्नु पऱ्यो, हो त्यो कामहरू गर्नुहुन्छ फिल्डमा। त्यो भएपछि अनि त्यसपछि फिल्म सेट गर्ने भनेको त्यसपछि वी डु अल द फिल्मिङ, त्यसपछि सुटआउट हुन्छ एन्ड देन इट गोज इन्टु द एडिटिङ सेक्सन। फिल्म खिचिसकेपछि त्यसलाई हामीले एडिटिङको पार्टमा लाने र इम्प्लिमेन्टिङ फाइनल रिमार्क्स भनेको त्यसपछि त्यसमा के करेक्सन फाइनली दिनुपर्ने गर्नुपर्ने हो एडिटिङको पाटोमा लगेर एडिट गरिसकेपछि त्यसमा भएको सम्पूर्ण कुरालाई फाइनलाइज गरेर त्यसमा वी इम्प्लिमेन्ट आवर फाइनल रिमार्क। त्यसमा यो पुगेन यो भएन भनेर भएपछि बल्ल एउटा भिडियोको प्रपर प्रोडक्सन हुन्छ। यो प्रोसेस अलिक कम्प्लेक्स छ। यो चाहिँ अब स्पेसल्ली फिल्म मेकिङतिर, म्युजिक भिडियोमा र हाम्रो सर्ट मुभिजमा भयो, डकुमेन्ट्रीमा भयो, यस्तोमा चाहिँ धेरै यसको युज गर्दाखेरि चाहिँ हाम्रो वर्क फ्लो एकदम फ्लुएन्ट हुन्छ है, एकदम फ्लुएन्टली जान्छ भनेर एउटा चाहिँ भिडियो प्रोडक्सनको प्रोसेसलाई मैले एक्सप्लेन गर्न ट्राई गरिरहेको छु है। यो अलिकति सुरुमा यो स्टार्टर्सहरूलाई अलिकति कम्प्लेक्स हुन्छ यो कुराहरू, तर ग्रेजुअल्ली गर्दै गएपछि इट विल बी युज टु है। तपाईँ पछि म तपाईँलाई टाइम दिन्छु यो सम्बन्धी केही जान्न इच्छुक हुनुभएन है। त अब भिडियो एडिटिङ कोर्स गर्यो तर जब अपर्च्युनिटिजहरू कहाँ के छ त है, एकचोटि यो पनि हेरिहालौँ। सो त्यो भिडियो एडिटिङ कोर्स गरिसकेपछि यु क्यान बिकम अ भिडियो एडिटर फर्स्ट अफ अल पहिला है। दोस्रोमा छ कन्टेन्ट क्रिएटर अर युट्युबर। सो कन्टेन्ट क्रिएटिङ इज नट अ इजी टास्क है। कन्टेन्ट क्रिएटिङ भनेको एउटा ठुलो काम हो एक्चुअलमा। कुनै पनि कन्टेन्टमा क्रिएसन गर्नु, आफ्नै क्रिएटिभिटी देखाउनु हो कन्टेन्ट क्रिएसन भनेको। तपाईँलाई एउटा कन्टेन्ट दिएको हुन्छ होइन, फर इक्जाम्पल एउटा कुनै प्लेसको बारेमा तपाईँलाई कन्टेन्ट क्रिएट गर भनेको छ भनेदेखि यु हेभ टु डु अ लट अफ रिसर्च। पहिला त्यो प्लेस जानु पर्यो, फिजिकल्ली त्यहाँ भिजिट गर्नु पर्यो फर्स्टमा त। ठिक छ, त्यहाँको सिनारियो कस्तो छ तपाईँले त्यो हेर्ने कथा भन्ने एउटा सो आउँछ, त्यो हेर्नुभयो होला म्याक्सिमम् सबैजनाले। त्यसमा पनि कन्टेन्ट क्रिएटिङ गर्दाखेरि त्यो त्यहाँ भिजिट गरिसकेपछि त्यहाँको सिनारियोदेखि लिएर त्यहाँको लाइफस्टाइलदेखि लिएर सबै कुरालाई स्टडी गरेर एउटा कन्टेन्टलाई क्रिएट गर्नुपर्ने हुन्छ। यु क्यान बिकम अ युट्युबर एज वेल त्यसमै। अर सोसल मिडिया म्यानेजर पनि बन्न सकिन्छ जब अपर्च्युनिटिजको कुरा गर्ने हो भनेदेखि। भिडियो एडिटिङ कोर्स गरिसकेपछि सोसल मिडिया म्यानेजर पनि बन्न सकिन्छ। सो सोसल मिडिया भनेको त्यही फेसबुकहरू भयो, टिकटक भयो, इन्स्टा भयो, त्यसमा पनि भिडियोज आर मोर लाइकली टु बी वाच्ड बाई द अडियन्स है। भिडियोको माध्यमबाट धेरैभन्दा धेरै अडियन्सलाई ग्राब गर्न सकिन्छ। एउटा पिक्चर पोस्ट गर्नुभन्दा भिडियोको माध्यमबाट गरेको खण्डमा a lot of audience are attracted towards the video है these days. नेक्स्ट भनौँ ल, यु क्यान वर्क एज अ फिल्म अर टिभी पोस्ट प्रोडक्सन। फिल्ममा पनि काम गर्ने अवसर हुनसक्छ र अर्को छ टिभीमा पोस्ट प्रोडक्सनको काम पनि गर्न सकिन्छ। जस्तो कुनै पनि टेलिभिजन छ,
त्यो भनेको अब नेसनल होस् होइन, अथवा युट्युबमै मात्रै भएको पनि हुनसक्छ, अथवा मेन स्ट्रिममा आएको टेलिभिजनहरूमा पनि काम गर्न सकिन्छ। तर मेनली बिगिनिङमा चाहिँ हामीलाई पोस्ट प्रोडक्सनको काममा बेटर इजी नलेज भयो भने पोस्ट प्रोडक्सनको काममा इजी हुन जान्छ है। र फिल्मको त इट्स नेक्स्ट साइडमा भइहाल्यो, फिल्मको लागि त प्लेन्टी अफ टाइम हुन्छ होइन। त्यसमा चाहिँ वर्क फ्लो अलिकति बिस्तारै भए पनि फिल्म लाइनतिर चाहिँ अलिकति इनडेप्थमा काम हुन्छ। त्यो टेलिभिजनतिर चाहिँ काम भनेको एकदम ऱ्यापिड हुन जान्छ है। यसमा चाहिँ मेरो आफ्नै पर्सनल एक्सपिरियन्समा पनि टेलिभिजनमा चाहिँ विदिन आवर्समै दिनुपर्ने हुन्छ है कामहरू। तर फिल्ममा चाहिँ एकदम फ्लो चाहिँ एकदम स्लोली भए पनि एकदम इन डिटेलमा काम हुन्छ एक्चुअली फिल्ममा। नेक्स्टमा छ यु क्यान बिकम अ फ्रिलान्सर एडिटर एज वेल। त्यो फ्रिलान्सिङ एडिटरको सम्भावना धेरै छ नेपालमा। जस्तै वेडिङहरूको कुरा भइहाल्यो होइन, अरू पनि भयो। जस्तो आफै पनि केही क्रिएट गरेर देयर आर लट अफ प्लेटफर्महरू छ, त्यसमा पोस्ट गरेर यु क्यान अर्न मनी है, त्यसबाट पनि इन्कमहरू हुनसक्छ। त्यो भयो अर्को। सो अर्को छ यु क्यान बिकम अ मोसन ग्राफिक आर्टिस्ट एज वेल। सो मोसन ग्राफिक्स भन्नाले सुरुमा मोसन ग्राफिक्स के हो एक्चुअली अलिकति यसमा एक्सप्लेन गरौँ। सो ग्राफिक्स जसले गरिसक्नु भएको छ त्यो ग्राफिक्सलाई हामीले मोसनमा लाने कारणलाई नै हामी के भन्छौँ, मोसन ग्राफिक्स भन्ने गर्छौँ। पहिला ग्राफिक्सको केही डिजाइन गरिन्छ, त्यसलाई पछि हामीले के गर्छौँ, मोसनमा लैजान्छौँ। मोसन भनेको कुनै मोमेन्टममा लाने अथवा कुनै एनिमेसन गर्ने। त्यसमा फर इक्जाम्पल एउटा एड बनाउनु भयो तपाईँले ग्राफिक्समा, एउटा जुसको एड बनाउनु भयो, सबै कुरालाई प्लेसमेन्ट गर्नुभयो इन अ प्रपर वे, र त्यसलाई त्यसको ब्याकग्राउन्डहरू सबै राख्नुभयो, त्यसमा टेक्स्ट लेख्नुभयो सबै कुरा। तर अब त्यो स्ट्याटिक छ, त्यसमा कुनै मोसन छैन अहिले। त्यसलाई हामीले के गर्छौँ, मोसन ग्राफिक्स भनेको चाहिँ त्यसमा हामीले मोसन दिने काम गर्छौँ। त्यसलाई हामीले आफ्टर इफेक्टमा लगेर हुन्छ, अथवा प्रिमियरमै पनि हल्का फुल्का काम हुन्छ, त्योमा लगेर हामीले त्यो ग्राफिक्सलाई के गर्छौँ, मोसन दिएर अडियन्समा अथवा आफ्नो क्लाइन्टहरूमा भनौँ अथवा सोसियल मिडियामा पोस्ट गरेर त्यसबाट इन्कम पनि लिन सकिन्छ है राम्रोसँग। त्यसैलाई हामी मोसन ग्राफिक्स भन्ने गर्छौँ। बेसिकली ग्राफिक्सलाई मोसन दिने काम हो। एउटा जुसको एड छ बनाउनलाई, जुसको सबै कुरा राखिसकेर त्यसलाई माथिबाट झरेको बनाउने, तलबाट टेक्स्ट लेख्ने हो कि होइन, हो सबै कुराहरू चाहिँ हामी के गर्छौँ, मोसन ग्राफिक्सबाट हुने गर्छ है। जब त्यो गरिसकेपछि अर्को छ डिजिटल मार्केटिङ एड्स क्रिएटर। सो डिजिटल मार्केटिङ इट्स अ अहिलेको एकदम बर्निङ सब्जेक्ट पनि हो डिजिटल मार्केटिङ। सो डिजिटल मार्केटिङमा पनि तपाईँहरूले के गर्न सक्नुहुन्छ, एडहरू क्रिएट गर्न सक्नुहुन्छ। एउटा कुनै पनि आइटमको होस्, कुनै पनि सर्भिसको होस्, अथवा कुनै पनि प्रडक्टको होस्, त्यसको हामीले भिडियो बनाएर अथवा त्यसमा हामीले त्यसको रिल्सहरू क्रिएट गरेर हुन्छ कि हामीले डिजिटल मार्केटिङ गरेर भए पनि एडहरू क्रिएट गरेर गर्न पनि सकिन्छ। त्यसमा पनि जबहरू छ। सो जबहरू खोज्ने चाहिँ कसरी त एक्चुअलमा अपर्च्युनिटीहरू कहाँ छ त भन्दा, सो लिङ्कडिनमा छ, अपवर्कमा छ, सो जब्स नेपालमा पनि खोज्न सकिन्छ। अर्को नेपाली प्लेटफर्महरू छ, कुमारी जब्स छ, सो कान्तिपुर जब्स छ। देयर आर लट अफ प्लेटफर्म्स वेयर यु क्यान फाइन्ड द जब है। जबहरू यो प्लेटफर्महरूमा, यो साइटहरूमा पनि हामीले भेट्छौँ। सो अब म तपाईँहरूलाई यहाँ चाहिँ फाइनल प्रोड्युस भिडियोको अलिक सोकेसहरू देखाउँछु एक दुईवटा है। सो अब फर्स्टमा छ कमर्सियल भिडियो छ। जस्तो कमर्सियल भनेको फ्रम वेयर यु अर्न मनी, त्यो चाहिँ कमर्सियल भिडियोजहरू हो। त्यो जब हुनसक्छ, प्रोडक्ट हुनसक्छ, सर्भिस बेस हुनसक्छ। तिनीहरूको भिडियोजहरू बनाएर पनि भिडियोजहरू बनाउन सकिन्छ। दोस्रोमा छ सर्ट फिल्म्स र मुभिजहरू छ है।
सर्ट फिल्म्स अथवा मुभिजहरू हुन्छ। अर्को छ ब्लगहरू पनि हुन्छ। ब्लगहरूमा छ ट्राभल छ, फुड छ, फेस्टिभ छ, वेडिङ छ, हो यिनीहरूको ब्लगहरू पनि बनाउनु बनाउन सकिने भयो। ल यहाँ मैले तल अलिकति कमर्सियल भिडियोजको अथवा सर्ट फिल्म्स मुभिजको ब्लगको होइन भिडियोहरूको अलिअलि क्रिएट गरेर चाहिँ तपाईँहरूलाई मैले देखाउँछु है। लेट्स बिगिन। सो एउटा यो फर्स्ट वान चाहिँ एउटा कन्सल्टेन्सीको लागि एउटा कमर्सियल एड हो है तपाईँ। Discover the exciting opportunity of studying abroad in Australia, one of the world's top destinations for international students. Whether you're looking to pursue a bachelor's degree, elevate your career with a master's degree, or gain practical skills through vocational courses, Australia has something for everyone. So, what are you waiting for? Make your dream of studying in Australia a reality. Whether you're starting your journey with a bachelor's, elevating your career with a master's, or getting hands-on training with a vocational course, Australia is calling. मेरो आवाज यसको अडियोहरू पनि तपाईँ सुनिरहनु भएको छ होला है सर? अडियो आएको छ यसको? यो एउटा कन्सल्टेन्सीको एउटा एड हो होइन। यसमा चाहिँ अडियोको युज भएको छ, ब्याकग्राउन्ड म्युजिकको युज भएको छ। अलिकति यसको बारेमा एक्सप्लेन गरिदिइहालौँ। ब्याकग्राउन्डको युज भएको छ, भोइस ओभर पनि छ यसमा। सो भोइस ओभर छ यसमा, 3D क्यामेराको पनि युज भएको छ। अलमोस्ट एउटा स्टोरी टेलिङ राम्रोसँग स्टोरी टेलिङ भइरहेछ है। नेक्स्टमा छ, नेक्स्ट जाउँ। यो एउटा टेलिभिजनको सुरुमा अलिकति मतलब ब्रिफली एक्सप्लेन गरेँ। यो एउटा टेलिभिजनको टेम्प्लेट हो। यसमा टेम्प्लेट हो जसरी टेलिभिजनमा न्युज ब्रोडकास्ट हुन्छ त्यसको यो टेम्प्लेट हो, त्यसमा वर्कआउट भएको छ। एकचोटि प्ले गरेर If you have faith in science, it might be hard to understand why people would gather like this while a deadly virus ravages America. Similar protests are happening across the country. Some people are here because of genuine fears about job losses and economic recession. Others are also here to push views on perennial American issues, always ready to voice their distrust in authority, disregarding the medical experts. If asymptomatic people go back to work, they could infect other people who could die. Okay, that's an interesting hypothesis. It's a fact. Yeah, sure it is. You don't believe that? That's science. That's interesting. If they're asymptomatic, how do they know that they have it or don't have Well, they don't. That's the point. So it's mysterious. So it's just this thing that they're saying. So what, is this all a big conspiracy theory? It's your conspiracy theory. Any organic element. यो चाहिँ ओभरअल एउटा हामीले प्रिमियर प्रोमा के कुराहरू गरिन्छ होइन, के कुराहरू गर्न सक्छौँ भन्ने कुरा बेसिकली एउटा ब्रिफमा देखाएको छ यसमा चाहिँ, यो भिडियोमा।
Let's move forward. एउटा टेलिभिजनको मल्टी क्यामेराको युज भएको इन्टरभ्यू हो हैन यसमा नमस्कार कार्यक्रम देश विदेशमा यहाँलाई स्वागत छ म रवि भट्ट अरण्यको टेलिभिजन मार्फत कार्यक्रम देश विदेश यो पहिलो र अलि फरक प्रस्तुति लिएर हामी उपस्थित भएका छौँ कार्यक्रम देश विदेशमा हामी विशेष गरी वैदेशिक रोजगारी सम्बन्धी जानकारीहरू यहाँसम्म निम्त्याएर कानुन समसामयिक विषयमा लेख सङ्ग्रह अरबी भाषा साहित्य दर्शन पनि समावेश रहेका यहाँलाई स्वागत छ धन्यवाद नमस्ते सामान्य एडको लागि यसमा हामीले यो जुन क्रिएट गरेको इमेज छ यो इमेज हामीले ग्राफिक डिजाइनमा फोटोसपमा क्रिएट गरेर यसलाई हामीले के गरेको छौँ प्रिमियरमा लगेर यसमा हामीले के हाल्यौँ मोसन राखेर यसमा डिजाइन गरेको छौँ यसलाई भिडियोको रूपमा हामीले निकालेको छौँ एकचोटि फेरि प्ले गर्दैछौँ यी इलिमेन्टहरू जति पनि यहाँ छन् कम्पोनेन्टहरू सबैलाई हामीले के गरेका छौँ यसलाई फोटोसपमा हामीले क्रिएट गरेर अनि यसलाई मोसन दिने काम गरेको छौँ है अर्को हेरौँ एउटा यसमा बेसिकली यो अडियो छैन ब्याकग्राउन्डमा जुन रोटेसन भइरहेको छ लुपिङ हो यही लुपिङको युज भएको छ अर्को एउटा छ यसको अलिकति म ब्रिफली एक्सप्लेन गर्छु यो हेर्दा यति सिम्पल भए तापनि यसमा हामीले धेरैवटा ग्राफिकको पनि काम भएको छ यसमा धेरैवटा लेयरमा हामीले यसमा काम गरेर यो यसरी हामीले गर्न सक्छौँ अर्को एउटा छ है यो चाहिँ जस्तो क्यामेराले खिचेको ठुलो भिडियो हुन्छ 16:9 को अथवा 4:3 को 1:1 को भिडियोलाई 9:16 अथवा मोबाइल भ्यूमा लाँदाखेरि चाहिँ के हुन्छ भने प्रब्लम के आउँछ म्याक्सिमम टाइममा क्रपिङ हुने प्रब्लम हुन्छ हामीले जुन सब्जेक्ट देखाउनु पर्ने हो त्यो सब्जेक्ट देखेको हुँदैन त्यसमा किनकि त्यो स्क्रिन साइज सानो भएको कारणले गर्दा त्यो देखिँदैन र त्यस्तो कन्डिसनमा हामीले के गर्न सक्छौँ ट्र्याकिङको काम गर्न सक्छौँ जसरी यहाँ एउटा बल छ यो बललाई हामीले ट्र्याक गरेर अकर्डिङ टु द बल है आफूलाई चाहिएको देखाउन सकिन्छ यसपछि चाहिँ हाम्रो लाइभ डेमोन्स्ट्रेसन छ अब यसमा चाहिँ म तपाईहरुलाई थोर बहुत लाइभ डेमोन्स्ट्रेसनमा एडिटिङ गरेर देखाउँछु एउटा है ल सबभन्दा पहिला ल यहाँ तपाईले देख्नु भयो होला यहाँ मसँग थोर बहुत एसेटहरु छ है मैले कलेक्सन गरेको र यसको मद्दतले म आफ्नो प्रिमियर प्रो खोल्छु र त्यहाँ म तपाईहरुलाई
सर देखिरहनु भएको छ नि यो हजुर देखिरहेको छु सर। ल यहाँ एउटा यो एउटा लाइभ डेमो सेसन हो। यसमा एउटा न्यू प्रोजेक्ट क्रिएट गरौँ फर्स्टमा हामी। यहाँ माथि प्रोजेक्टको नेम छ, प्रोजेक्टको नेम दिउँ एउटा ट्राभल ब्लग भनौँ एउटा, ठिक छ। लोकेसनलाई एज इट इज छोड्छौँ। एउटा यसमा हामी फुटेज भिडियो फुटेज दिउँ। मैले भिडियो फुटेज एउटा यसमा मैले एउटा सिक्वेन्सलाई मैले के गरेँ, सिक्वेन्सलाई नाम दिएँ एउटा साइकलको भिडियो जस्तो हो। यसरी होइन भने तपाईँले बाहिरबाट ल्याउन पनि मिल्छ। अहिले यसमा भिडियो नल्याउँ, पहिला यसमा क्रिएट गरेर एउटा हाम्रो वर्क स्पेस खोलिसकेको छ। यसमा हामी के गरौँ, फर्स्टमा एउटा भिडियोलाई इम्पोर्ट गरौँ है। भिडियो इम्पोर्ट गर्नको लागि यहाँ फाइलमा गएर गर्दा पनि यहाँ तलबाट डबल क्लिक गरेर यहाँ हामी भिडियोलाई ल्याउँछौँ। यहाँ एउटा मसँग छ भिडियो, यसमा मैले डबल क्लिक गरेँ, एउटा भिडियो ओपन भयो। अब यसलाई म्यानेजमेन्ट गर्ने कुराहरू छ, यो म्यानेजमेन्ट गर्ने कुराहरू क्लासेसहरू पनि हेरौँ ल, ठिक छ। एउटा भिडियो यहाँ, यसलाई हामी के गर्छौँ, यसलाई हामी यसलाई ड्र्याग गरेर टाइमलाइनमा लिएर यो सबै भिडियोहरू चाहिँ सबै रेकर्डिङ भइरहेको छ। तपाईँहरूलाई यसको लागि चाहिँ केही टेन्सन लिनु पर्दैन है। यो चाहिँ अहिले हामी हाम्रो युट्युबमा चाहिँ यो कम्प्लिट भइसकेपछि साइबुलेक्स एकाडेमी भन्ने युट्युब च्यानल छ, जसमा चाहिँ तपाईँहरूको यो सबै चिज चाहिँ रेकर्डेड चाहिँ अपलोड हुन्छ। तपाईँहरूले टाइम एन्ड अगेन पनि हेर्न सक्नुहुन्छ है। र यदि तपाईँहरू रेगुलर क्लासमा अलरेडी जोइन हुन खोज्नु भएको छ भने रमेश सरले गरिरहनु भएको छ, त्यो पनि मैले तपाईँहरूलाई फेरि इन्फर्म गराएँ है, जुन चाहिँ सेपरेट क्लास भइरहेको छ। ओके, थ्याङ्क यू सर। कन्टिन्यू गरौँ है सर। हुन्छ सर। अब यसलाई हामीले डाइरेक्ट टाइमलाइनमा लिएर जान सक्छौँ एउटा। तर अब वर्कलाई अलिकति इफिसियन्ट बनाउनको लागि हामीले टाइमलाइन लानुभन्दा पहिला हामी प्रोजेक्ट स्क्रिनमा हाम्रो सोर्स मोनिटरमा लिएर गयौँ भनेदेखि हामीलाई काम गर्न सजिलो हुन्छ। सोर्स मोनिटरमा लगेर हामीलाई चाहिने मात्रै एरियालाई लिएर गएर, जस्तो यतिलाई मैले सेलेक्सन लिएँ, यसको मैले भिडियो फुटेजलाई यता लिएर यसको मैले अडियोलाई पनि यता लिएर आएँ है। मलाई चाहिएको हाम्रो टोटल 1 मिनट र 8 सेकेन्डको हामीसँग फुटेज छ, ठिक छ। यसमा म एउटा इफेक्ट राखेर तपाईँलाई देखाउँछु। यो भिडियोमा हेर्नु त असाध्यै धेरै नोइज आइरहेको छ है। यसलाई के गर्न सकिन्छ, हामीले यसमा हामी एउटा इफेक्ट राखेका हौँ, एउटा डिनोइज भन्ने इफेक्ट छ। यो ल्याएर मैले अडियोमा ड्रप गरेँ, ठिक छ। अब यहाँ हाम्रो इफेक्ट कन्ट्रोलभित्र के छ, हाम्रो डिनोइज भन्ने हाम्रो आइसक्यो। यसमा मैले एडिट गरेर यसमा मैले हेभी रिडक्सन गरिदिएँ, अलिकति हेभी नै नोइज आइरहेको छ। अब प्ले गरेर हेर्नु त, अघिको भन्दा नोइज धेरै नै कम्ती भयो होला, ठिक छ। अब अलि वर्कलाई अलिकति फ्लो फास्ट पारौँ ल। यहाँसम्म यहाँनिर गएपछि मैले के गर्छु, अलिकति यसलाई तपाईँले चाहिँ देख्नु, यसमा म अलिकति स्पिड बढाउने काम गर्छु है। यो भिडियोको हामीले पुरा भिडियो पनि देखाउनु छ, तर अलिकति यतिसम्म हामीले अलिकति स्पिड बनाउन सकिन्छ। यहाँसम्म हाम्रो के छ, नर्मल स्पिड चाहिँ ल्याएर यसपछि हामी के गर्न सक्छौँ, यो स्पिडलाई यसरी अलि ल्याग भएर आउन सक्छ त्यहाँ चाहिँ। तर ल अब यहाँ ब्लेडको मद्दतले हामीले नचाहिएको जस्तो एरियाहरू हामीले कट आउट गरेर फाल्न मिल्यो। यो एरिया हामीले चाहिएन भने एरियालाई मैले कट आउट गरेको थिएँ र कट आउट गरेर फाल्ने। यसमा अडियो पनि फाल्नु पर्ने हुन्छ, तर हामी अडियो पनि हामीले
एकैचोटि डिलिट थिचेर डिलिट बटन थिचेर यसमा डिलिट बटन थिचेर मैले रिमुभ गरेँ यसको अडियो काम गर्नुपर्छ आफूलाई चाहिएको ठाउँमा हामीले यसरी कट लगाएर अनवान्टेड फुटेजहरूलाई के गर्न सकिन्छ फुट डिलिट गर्न सक्यो यो बिचको भाग चाहियो यसमा एउटा अडियो राखौँ अडियो राख्ने यसमा डबल क्लिक गरेँ मैले यहाँबाट एउटा अडियो लिएर मैले अडियोलाई प्लेसमेन्ट गरेँ अडियो लेयर बनाउनु यो अडियो र यसको लेन्थसँग बराबर पाऊँ अब यसको अलिकति भोल्युम यो म्युजिकको भोल्युमलाई अलिकति घटाउँ यसलाई अलिकति ठुलो पारौँ यो लाइनले अलिकति हामीले थोरै कम गर्न पनि सक्छौँ यसो यसमा अलिकति हामीले कलरसँग खेल्नु छ भनेदेखि अलिकति कलर गर्नु पर्यो भनेदेखि अलिकति कलरसँग खेल्न सक्यो यसमा अलिकति कलरको काम गरेर एलिमेन्ट कलरमा गएर यसको मर्निङ सुट आउट चाहिँ अलिकति टेम्परेचर बढाएँ मैले हल्का एक्सपोजर बढाएँ यो दिस वान इज द बिफोर एन्ड यो दिस वान इज आफ्टर यसले कलरले धेरै डिफ्रेन्स गर्छ है अब लुकअप टु टेबल पनि छ लट्सहरूको पनि युज गर्न सकिन्छ अथवा हामीसँग बाहिरबाट हामीले डाउनलोड गरेर ल्याएको लट्सहरूलाई पनि युज गर्न सक्यो यसमा यो भनेको जेनरल कलर यसमा हामीले कलर खेलायौँ बिना कलरमा यो यस्तो देखिन्छ है यसमा एउटा टाइटल हालौँ एसेन्सियल ग्राफिक्समा गएर मैले नयाँ एउटा टाइटल लिएँ यहाँ म के राख्छु ट्राभल ब्लग भनेर लेख्छु ल यसको ड्युरेसन कति राख्ने यहाँ एकर्डिङ आफूलाई चाहिएको जस्तो हामीले ड्युरेसन राख्नु यसको प्रपर्टिजहरू यता तलै हुन्छ यसो हेरौँ प्रपर्टिज यसको फन्टलाई अलिकति राम्रो एकचोटि अलिकति त्यसमा मास्किङ हेरौँ है मास्किङ कहिले इफेक्ट गरौँ अनि साइज यो ट्राभल ब्लक छ यसलाई हामी मास्किङको मद्दतले यसलाई मैले डिसेपियर गरेँ ल मास्कमा गएर एकचोटि मास्किङ हाल्छु फर्स्टमा एउटा मास्किङ राखेँ यहाँ गएर म के गर्छु मास्कलाई रिभल गर्छु हामीले हाम्रो यो ठुलोसँग अकर्डिङ गर्न सकिरहेको छौँ त्यो बिस्तारै यो चाहिँ एउटा बेसिक नलेज यसरी गर्न सकिन्छ
तपाईँले हामीले एक्सपोर्ट गर्नु पर्यो एक्सपोर्टको त्यहाँ छँदैछ हामीसँग ल एक्सपोर्टमा हामीलाई यहाँ फर्मेटहरू दिएको हुन्छ हामीलाई कुन अहिले मेनली चाहिँ चल्ने भनेको एउटा 264 फर्मेटमा यसमा चलिरहेछ सबैमा कन्टेन्ट कम्प्याटेबल हुन्छ यो एचबिजी फर्मेट पनि सुटआउटको लागि यो पनि अप्सन छ तर सबै डिभाइसेसहरूमा कम्प्याटेबल नहुन सक्छ त्यही भएर एज 264 मा छोडिदिन्छौँ र यसलाई के गर्छौँ एक्सपोर्ट गरेपछि फाइनली हाम्रो एउटा तपाईँले देखिरहनु यो चाहिँ रेन्डरिङ प्रोसेस हो यसलाई मैले क्यान्सल गरेँ यसलाई चाहिँ हाम्रो जिपियुले पनि धेरै प्रभावहरू पार्छ है र म अर्को एउटा देखाउँछु तपाईँलाई यसलाई मैले सेभ गरेँ सेभ नगर्ने एउटा न्यू प्रोजेक्ट ल्याएँ एउटा भिडियो खाने पऱ्यो एउटा भिडियो लिएर यो टेलिभिजनको लागि एउटा भर्चुअल स्टुडियो ल्याएँ हामीले एउटा पिक्चर हो स्टार्टिङ यसमा यसको लेन्थ जति पनि बनाउँ हामीले अर्को एउटा हाम्रो क्यारेक्टरले ल्याउँ क्यारेक्टर ग्रिन स्क्रिनमा न्युज रिडर यसलाई लगेर यसलाई हामीले यसको टपमा मोस्टमा लगेर यसलाई हामी के गर्छौँ स्केल टु फ्रेम साइज गरौँ क्यारेक्टरको साथमा यसमा हामीसँग चाहिँ कलर सेलेक्सन में अल्ट्रा की में यहाँ हमेशा हाम्रो इफेक्ट कन्ट्रोलमा अल्ट्रा की भन्ने एउटा नयाँ आउँछ यसमा हामी के गरौँ ग्रीन कलर सेलेक्सन में हुन्छ हाम्रो के भयो मोबाइल यो क्यारेक्टरलाई हामीले यहाँ यो टेक्स्टमा रियल जसरी नै प्रस्तुत राख्नु पर्यो एज इफ यो यहाँ ब्लिड एक्समा बसेर अलिकति तमासा थोरै हट्नुहोस् हेर्दा प्ले गरेर यो त स्ट्याटिक छ यसमा प्रब्लम आयो अन्त यो यहाँ हामीसँग यहाँ एउटा टेलिभिजन छ यो टेलिभिजनमा मास्किङ गरेर अर्को एउटा भिडियो ल्याएर हेरौँ है त्यसमा मैले के गरेँ मास्किङ युज गर्न अलिकति रफली छ होइन यसलाई पछि एडजस्ट गर्न सकिन्छ अब यस्तो भयो भने यसलाई इन्भर्ट मास्किङ गरेर हामी के गरौँ मास्क एक्सपान्सनलाई 0 गरौँ सदालाई 0 गरौँ ल अब अर्को एउटा भिडियो ल्याउँ यो डेमो थियो यसैले ल्याएँ ल यसको भिडियोलाई लिएर टप sorry Andiamo a vedere la sopra यसलाई हामी स्केल छ यो कन्ट्रोलमा गयो यसको स्केललाई चाहिँ सानो भयो त्यसको नाम म्याच भयो
मास्कमा अलिकति यतापट्टि मिल्ने ठाउँमा मिलाएर मिलाउँ। यसलाई एक्सपोर्ट गर्नु पर्यो भने हामीसँग एक्सपोर्ट अप्सन छँदैछ, यसबाट एक्सपोर्ट गर्न सकिन्छ। यो तल छ एक्सपोर्ट अप्सन। यति धेरै गर्न छोडिदिनु र हाम्रो प्यानल भिडियो बनाएर आइछ। अर्को एउटा म प्रेजेन्टेसनतिर जान चाहेँ। ल पैसाइबोलेक्स भन्ने कुरा चाहिँ अब हाम्रो सरहरू यहाँ हुनुहुन्छ, सरले अलिकति ब्रिफली एक्सप्लेन गरिदिनुहुन्छ। म उहाँलाई बोल्न टाइम दिन्छु। सर तपाईँले लिनुहुन्छ। हेलो नमस्ते सबैजनालाई, यहाँ जति पनि पार्टिसिपेट हुनुभएको छ सबैलाई चाहिँ म वेलकम गर्न चाहन्छु है। सरको चाहिँ सायद त्यो साउन्ड अलिकति ब्रेक पनि आइरहेको होला, सायद उहाँको अलिकति नेटले कारणले गर्दा पनि अलिकति हुनसक्छ। त्यो भोइसमा चाहिँ अलिकति थोरै अलिकति ऊ आएको थियो, त्यसको लागि चाहिँ जो हजुरहरूले त्यो कुराहरू चाहिँ बुझ्नुभयो होला। जे सरले चाहिँ देखाउन खोज्नु भएको कुराहरू जति पनि अहिले भिडियोमा सोकेस गर्नुभएको छ, तपाईँहरूले भिडियोमा जुन किसिमका कुराहरू, मास्किङको कुराहरू भयो, सम्पूर्ण कुराहरू चाहिँ सरले नै तपाईँहरूलाई चाहिँ आगामी दिनहरूमा भिडियो एडिटिङ गराउने क्रममा चाहिँ त्यो कुराहरू चाहिँ सिकाउनुहुन्छ है। अब म तपाईँहरूलाई चाहिँ थोरै चाहिँ साइबोलेक्स भनेको के, साइबोलेक्सबाट चाहिँ हामीले चाहिँ गर्न खोजेको कुराहरू के हो भन्ने कुराहरू चाहिँ म तपाईँहरूलाई बताउन चाहन्छु है। जहाँसो लाग्छ यहाँ कतिपय स्टुडेन्टहरू चाहिँ रिपिट पनि हुनुभएको होला, तपाईँहरूलाई चाहिँ अलरेडी थाहा पनि भइसकेको होला। तैपनि मैले एकपल्ट फेरि चाहिँ अब यहाँ नयाँ पार्टिसिपेटहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि एउटा चाहिँ गराउने भन्ने हिसाबले चाहिँ म फेरि एउटा चाहिँ बुझाउन चाहेँ। मेरो नाम चाहिँ खासमा चाहिँ अच्युत गौली हो मेरो नाम चाहिँ। तपाईँले गुगलमै जानुभयो भने पनि मलाई देख्न सक्नुहुन्छ। म तपाईँहरूलाई स्क्रिन सेयर गरेर देखाउन चाहेँ। ओके, मेरो नाम चाहिँ अच्युत गौली हो। म चाहिँ अहिले चाहिँ साइबोलेक्स टेक्नोलोजी प्राइभेट लिमिटेडको चाहिँ चिफ एक्जिक्युटिभ मार्केटिङ अफिसर हो। म अहिले तत्काल चाहिँ नेपालमा छैन, तपाईँको म चाहिँ खासमा अस्ट्रेलिया बस्छु। अस्ट्रेलियाको चाहिँ ह्यारिस पार्क, न्यू साउथ वेल्स भन्ने स्टेटमा बस्छु र यो चाहिँ मेरो आफ्नै अर्गनाइजेसन हो, साइबोलेक्स टेक्नोलोजी प्राइभेट लिमिटेड। यसको चाहिँ म सिइओ, चिफ एक्जिक्युटिभ अफिसर हो। र मैले चाहिँ स्पेसल्ली चाहिँ नर्मल्ली चाहिँ अहिले हाम्रो यो अफिस चाहिँ साइबोलेक्स टेक्नोलोजी प्राइभेट लिमिटेड अन्तर्गत चाहिँ हाम्रो चाहिँ जति पनि अहिले कोर्सेसहरू छ, साइबोलेक्स एकाडेमी चाहिँ यो साइबोलेक्स टेक्नोलोजी प्राइभेट लिमिटेडको सिस्टर कम्पनी हो। त्यसैको अन्तर्गतमा चाहिँ हाम्रो यो कोर्सेसहरू चाहिँ अहिले अपरेट भइरहेको छ है। अब यसमा चाहिँ नर्मली हामीले चाहिँ खास किन कोर्सहरू अर्गनाइज गरिरहेका छौँ, तपाईँले देखिरहनु भएको होला। हामीले अहिले विभिन्न किसिमका कोर्सहरू लन्च गरिरहेछौँ, कहिले डिजिटल मार्केटिङको, कहिले ग्राफिक डिजाइनको होइन। अहिले चाहिँ तत्काल हामीले चाहिँ भिडियो एडिटिङको गरिरहेका छौँ भने अब बिस्तारै चाहिँ मैले अर्को साइबर सेक्युरिटीको र एआई अटोमेसनहरूको कुराहरू पनि लिएर आउने प्लानमा छु। त्यसको लागि चाहिँ अब सरहरूसँग मेरो कोलाबोरेसन भइरहेको छ, त्यो कुराहरू गर्न खोजिरहेको छ। अब यो खास हामीले साइबोलेक्स टेक्नोलोजी मार्फत चाहिँ तपाईँहरूलाई खास गराउन खोजेको काम के हो भने तपाईँहरूलाई चाहिँ प्र्याक्टिकल बेस्ड ट्रेनिङ प्रोभाइड गर्ने, इन्टर्नसिप र जब प्लेसमेन्ट, यो तिनटै चिजको लागि चाहिँ एउटा चाहिँ हामीले चाहिँ एउटा चाहिँ
ट्रस्ट बनाएर चाहिँ हामीले काम गर्न खोजिरहेको छौँ, जसमा चाहिँ तपाईँहरूलाई चाहिँ किन हामीले गर्न सक्छौँ भने हामी आफैको साइबरलेक्स टेक्नोलोजी प्राइभेट लिमिटेड आइटी कम्पनी हो र आइटी कम्पनीको अन्तर्गत नै तपाईँहरूलाई एकाडेमीको पार्टबाट चाहिँ चलाउने हो। त्यसमा अब आज 2टा क्लास हाम्रो चाहिँ रन भइरहेको छ। एउटा चाहिँ अहिले आज हाम्रो सरले चाहिँ वर्कसप गराइराख्नु भएको छ भने अर्को हाम्रो रेगुलर क्लास चाहिँ रमेश सरले चाहिँ लिइराख्नु भएको छ है। अब त्यो चाहिँ नर्मली अब आउने सन्डेबाट चाहिँ हाम्रो एकदम एग्रेसिभ मोडमा जान्छ होइन, चाहे फिजिकल हजुरहरूले पार्टिसिपेट भए पनि अथवा अनलाइन भए पनि। र तपाईँहरू जो पनि यदि इन्ट्रेस्टेड हुनुहुन्छ अथवा चाहिँ हजुरहरूले पहिल्यै यदि भिडियो एडिटिङ गरिसक्नु भएको छ अथवा तपाईँहरूलाई अलरेडी नलेज छ भने तपाईँहरूले चाहिँ यो कोर्स जोइन नगरिकन पनि हामीलाई रिज्युमे पनि सेन्ड गर्न सक्नुहुन्छ है। त्यसको लागि चाहिँ मैले यहाँ एउटा ड्रप पनि गरिदिइराखेको छु, cyberlex@gmail.com। अब यसमा चाहिँ हामीलाई चाहिँ खास कस्तो हो भने हामी आफैले स्टाफहरू पनि चाहिरहेको हुन्छ। नर्मल्ली चाहिँ हाम्रो आफ्नै आइटी कम्पनी भएको हुनाले चाहिँ हामीलाई नर्मल्ली ग्राफिक डिजाइनदेखि भिडियो एडिटिङदेखि एभ्री सेक्टरको स्टाफहरू चाहिँ हामीले हायर गरिरहेको छ मैले तत्काल चाहिँ। अब यसमा यदि हजुरहरूलाई आफैमा कन्फिडेन्ट लाग्छ म जस्तो सुकै पनि भिडियो एडिटिङ गर्न सक्छु जस्तो लाग्छ भने तपाईँहरूले आफ्नो रिज्युमे ड्रप गर्न सक्नुहुन्छ। यदि हजुरहरू चाहिँ होइन म अहिले बिगिनर लेभल हो अथवा चाहिँ म भिडियो एडिटिङको चाहिँ कोर्सहरू गर्ने प्लानमा छु भन्ने त्यस्तो थट छ भने चाहिँ तपाईँहरूलाई चाहिँ अहिले चाहिँ राइट टाइम अपर्च्युनिटी हो, किनकि हामीले प्र्याक्टिकल बेस्ड ट्रेनिङ तपाईँलाई प्रोभाइड गर्छौँ, जसमा चाहिँ इन्टर्नसिप पनि हामीले नै प्रोभाइड गर्छौँ। हाम्रो आइटी कम्पनी भएको हुनाले हामीले प्रोभाइड गर्छौँ र सँगसँगै तपाईँहरूलाई जब प्लेसमेन्टको लागि चाहिँ सपोर्ट गर्छौँ। जब प्लेसमेन्टको लागि चाहिँ हामीले के गर्छौँ भने तपाईँहरूलाई विभिन्न किसिमका लिङ्कडिन दिएको हुन्छ। जस्तै तपाईँहरूको आजको दिनमा पोर्टफोलियो छ या छैन मलाई थाहा छैन। नर्मल्ली चाहिँ लिङ्कडिनमा चाहिँ मेरो चाहिँ 2टा पोर्टफोलियो छ लिङ्कडिनमा। म खासमा चाहिँ डिजिटल मार्केटिङ पनि काम गर्छु र सँगसँगै चाहिँ साइबर सेक्युरिटीको पनि काम गर्छु मैले चाहिँ। स्पेसली मेरो अहिले चाहिँ मेन भनेको आइटी सपोर्टको एउटा देख्नु भएको होला। अर्को भनेको चाहिँ यो लिङ्कडिनमा यो चाहिँ अच्युत गौली भनेको चाहिँ म स्पेसली अहिले चाहिँ गर्ने तत्काल भनेको चाहिँ साइबर सेक्युरिटीको पार्टहरूमा चाहिँ बढी फोकस हुन्छु है। पहिला चाहिँ मैले यो डिजिटल मार्केटिङको कामहरू चाहिँ म्याक्सिमम गर्थेँ। अहिले चाहिँ म प्रायः चाहिँ अरूहरूलाई चाहिँ ह्यान्डओभर गर्छु र आफू चाहिँ प्रायः चाहिँ साइबर सेक्युरिटीमा र आइटी सपोर्टहरूको पार्टहरूमा चाहिँ म बढी फोकस गर्छु। तपाईँहरूले मलाई कनेक्ट गर्न मन लाग्यो भने लिङ्कडिनमा चाहिँ अच्युत गौली भनेर सर्च गर्नु पनि यसमा चाहिँ जोइन गर्नु होला। यसमा चाहिँ मैले प्रायः जस्तो चाहिँ अरू क्लाइन्टहरूको कामहरू ल्याउनको लागि चाहिँ बढी युज गरिरहेको हुन्छु होइन। ओके ठिक ओके। अब यसमा चाहिँ मैले तपाईँहरूलाई चाहिँ यो देखाउन किन खोजिरहेको भन्दाखेरि चाहिँ जस्तै लिङ्कडिनमा जानुभयो भने तपाईँहरूको यदि अलरेडी छैन भने बनाइसक्नु भएको छ भने द्याट्स फाइन छ, छैन भने तपाईँहरूले बनाउनु होला है। जसमा तपाईँहरूले विभिन्न किसिमका जबहरू चाहिँ देख्न सक्नुहुन्छ। जस्तै भिडियो एडिटर भनेर सर्च गरिराख्दाखेरि चाहिँ आज नेपालमा चाहिँ कुन कुन जबहरू चाहिँ भ्याकेन्सी एभाइलेबल छ त तपाईँहरूले चाहिँ यसरी पनि देख्न सक्नुहुन्छ। जस्तै फ्रिलान्स भिडियो एडिटरहरू भनिरहेको छ, थुप्रै भिडियो एडिटरको जबहरू छ। अब यो जबहरूलाई चाहिँ कसरी क्र्याक गर्ने विभिन्न आइटी कम्पनीहरूमा हो, यस्तो पार्टमा चाहिँ हामीहरूले तपाईँलाई सपोर्ट गर्छौँ। नर्मली कस्तो भने हामीले प्र्याक्टिकल बेस्ड ट्रेनिङ प्रोभाइड गर्छौँ, जसमा चाहिँ आजको दिनमा चाहिँ के कोर्सहरू चाहिँ लन्च भइरहेको छ। जस्तै यसमा हामीले क्यानभाको कुराहरू, क्यापकटको कुराहरू, एडोब प्रिमियर प्रो, आफ्टर इफेक्ट, फोटोसप, जस्तै तपाईँहरूको यो हुन चाहिँ ग्राफिक डिजाइनमा आउने चिज हो फोटोसप र इलिस्ट्रेटरहरू। तर त्यो कुराहरूलाई पनि हामीले चाहिँ कभरअप गरेको हुन्छ कि सबै अहिले सरले कोर्स सिलेबस देखाउने कुरामा तपाईँहरूले यो कुराहरू पनि याद गर्नु होला होइन। यो कुराहरू चाहिँ हामीले सबै कभरअप गर्छौँ। त्यही भएर तपाईँहरूलाई प्र्याक्टिकल बेस्ड ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टमा यदि तपाईँहरू राम्रो गर्नुभयो भने हामी आफै पनि हायर गर्छौँ र सँगसँगै हजुरहरूको सिभी पनि मेकिङ गर्छौँ। किनकि हाम्रो आफ्नै कम्पनीको एउटा लिमिटेड रिसोर्सेस हुन्छ होइन। हरेक सबै मान्छेलाई चाहिँ एउटै ठाउँमा राख्न पनि गाह्रो हुन्छ। त्यो भएको हुनाले हामीले विभिन्न किसिमका यस्ता जब पोर्टलहरू सर्च गरेर चाहिँ यो कम्पनीहरूमा चाहिँ तपाईँहरूलाई चाहिँ एउटा फिक्स गराउनको लागि चाहिँ हामीले चाहिँ रेडी बनाउने काम पनि गर्छौँ हो। यसरी चाहिँ हामीले चाहिँ भनौँ न जब रेडी प्रोग्रामको एउटा चाहिँ कन्सेप्टलाई लिएर चाहिँ खास यो विभिन्न किसिमका कोर्सहरू चाहिँ सञ्चालन गरिरहेको छौँ है। यिनै कुराहरू चाहिँ खास यो साइबरलेक्स एकाडेमीले अन्तर्गत चाहिँ भइरहेको हो। यदि हजुरहरूलाई चाहिँ यदि कोर्स जोइन गर्न मन छ भने तपाईँहरूले जोइन पनि गर्न सक्नुहुन्छ। यदि होइन तपाईँहरू एक्सपिरियन्स हुनुहुन्छ भने तपाईँहरूले रिज्युमी सेन्ड गर्नुहुन्छ, हामी हेर्छौँ, तपाईँहरूलाई त्यहाँ अनुसार पनि राख्छौँ। यदि हजुरहरूलाई चाहिँ होइन म
जस्ट पार्टिसिपेट हुन मात्र आएको हो, वर्कसपहरू मात्र एटेन्ड गर्न मन लागेको छ भने पनि तपाईँहरूको नलेजको लागि चाहिँ अलवेज फ्री छ तपाईँहरूलाई होइन। तपाईँले वर्कसप चाहिँ जोइन गरिराख्न सक्नुहुन्छ। त्यो वर्कसप चाहिँ हामीले बेला बेलामा कहिले एआईको, कहिले अटोमेसनको, कहिले साइबर सेक्युरिटीको चाहिँ अब बिस्तारै चाहिँ मैले कोडिङ रिलेटेड अब अहिलेको टाइममा चाहिँ त्यति धेरै कोडिङ चाहिँ इम्पोर्टेन्स हुँदैन, किनकि अहिले एआई र अटोमेसनहरूले म्याक्सिमम् धेरै कुराहरू खाइदिइसकेको छ। तर कोडिङ भनेको चाहिँ क्रिएटिभ पार्ट भएको हुनाले चाहिँ तपाईँको कहिले पनि चाहिँ ओभरराइड जाने भन्ने त्यो हुँदैन, किनभने चाहिँ प्रोग्रामिङ भनेको सिक्नुपर्ने कुरा हो र यो भनेको कोडिङ गर्न जान्ने मान्छेले नै त्यो एआईलाई युज गरेर मोडिफाई गर्न सक्ने हो होइन। अनि त्यो भएको हुनाले चाहिँ त्यो पार्टहरू तपाईँले पिएचपी, लारावेल अथवा डटनेट जेसुकै सिके पनि त्यो कुराहरू काहीँ न काहीँ काम लागिहाल्छ है। यिनै कुराहरू त्यही भएर हामीले चाहिँ अब म बिस्तारै चाहिँ यो सँगसँगै चाहिँ डिजिटल मार्केटिङको पार्ट सँगसँगै अब यो प्रोग्रामिङहरूको पार्टहरू र एआई अटोमेसनहरू, आइटी सपोर्टहरू कसरी गर्ने, कसरी चाहिँ हामीले चाहिँ रिमोट कन्ट्रोलहरू, म्यानेजमेन्टहरू कसरी गर्ने, यस्तो यस्तो कुराहरू चाहिँ म लिएर आउँदैछु विभिन्न किसिमका वर्कसपहरू, जुनमा चाहिँ तपाईँहरूले फ्रीमा पनि त्यो जोइन गरेर पार्टिसिपेट गरेर आफूलाई एडभान्टेज लिन सक्नुहुन्छ। अनि यो सम्पूर्ण कोर्सहरूको चाहिँ हामीले जति पनि वर्कसपहरू अर्गनाइज गरेको छ हाम्रो यो युट्युब च्यानलमा चाहिँ अहिले खासै त्यति धेरै पपुलर छैन होइन। जस्तो एउटा ऱ्यान्डमली चाहिँ हालिदिइराखौँ स्टुडेन्टहरूलाई अलिकति बेनिफिट होस् भन्ने हिसाबले चाहिँ हामीले यो साइबोलेक्स एकाडेमी भन्ने एउटा युट्युब च्यानल छ, जसमा तपाईँहरूलाई चाहिँ रेगुलर रूपमा वर्कसप, जस्तै लास्ट टाइम हाम्रो चाहिँ 1 डे भिडियो एडिटिङ वर्कसप भएको थियो, मेटायार्स भएको थियो, यस्तोमा चाहिँ लाइभ प्र्याक्टिकल गराएर चाहिँ सरहरूले देखाउनु भएको छ। त्यो वर्कसपहरूमा पनि तपाईँहरू फ्री भएको टाइममा पनि हेर्न चाहिँ सक्नुहुन्छ है। अनि यिनै कुराहरू चाहिँ मैले भन्न चाहेँ र यदि अब म सरलाई चाहिँ कोर्स सिलेबसहरू चाहिँ सेयर गर्नलाई चाहिँ रिक्वेस्ट गर्न चाहन्छु। हेलो सर, सुनिरहनु भएको छ? मेरो आइरहेको छ नि सर? हजुर आइरहेको छ हजुर। र हामीसँग कोर्स सिलेबसमा हामीसँग कोर्सको हामीसँग लिङ्क छ, लिङ्क तपाईँहरूलाई प्रोभाइड हुन्छ है। ल यो कोर्सको ओभरभ्यू छ हामीसँग। हाम्रो प्र्याक्टिकल बेस्ड लर्निङ, इन्टर्नसिप र जब प्लेसमेन्ट सपोर्ट। सो ड्युरेसन अराउन्ड 3 मन्थको रहन्छ यसमा हामीसँग। फिजिकल र अनलाइन दुइटै गरेर बेसिक टु एडभान्स भिडियो एडिटिङ कोर्स साइबोलेक्स एकाडेमी मैले तपाईँहरू पढ्नु होला होइन। यो यसको यो लिङ्क पनि प्रोभाइड हुन्छ तपाईँहरूलाई। यहाँ छ वाट इज भिजुअल स्टोरी टेलिङ, त्यसपछि वर्क फ्लो, फ्रेम पर सेकेन्ड, त्यसपछि क्यामरा मुभमेन्ट, सोर्स साइज, यो थ्योरी र ड्युरेसन यता छ। सो बेसिक्सबाट हामी के एडभान्समा बिस्तारै बिस्तारै जान्छौँ। बेसिक छ, मोसन ग्राफिक्स छ, टेक्स्ट, अडियो, कलर, इफेक्ट र यसमा हामीले आवर पनि यता छुट्याएका छौँ। सो कलर ग्रेडिङ इन डाभिन्ची रिजल्भ, त्यसपछि मोसन ग्राफिक्स इन आफ्टर इफेक्ट अनि प्रोजेक्ट। सो लर्निङ आउटकम्समा छ, आफ्टर यो कोर्स सकिसकेपछि लर्निङ आउटकम्स के हुन्छ भने, सो क्यान एडिट इमेज, भिडियोज, रिल्स र म्युजिक भिडियो, यी कुराहरू चाहिँ तपाईँहरूले गर्न सक्नुहुन्छ यो कोर्स कम्प्लिट गरिसकेपछि। अर्को छ अन्डरस्ट्यान्ड नट ओन्ली भिडियो एडिटिङ बट भिजुअल स्टोरी टेलिङ। एउटा गुड स्टोरी टेलर भएपछि नै एउटा गुड भिडियो एडिटर हो भनेर भनिन्छ है। एउटा गुड स्टोरी टेलिङ गर्न सक्ने हुन्छ। त्यस्तै गरी लर्नर विल बी एबल टु अन्डरस्ट्यान्ड द युज अफ कट्स, इफेक्ट्स, कलर एन्ड एलिमेन्ट इन डिटेल। सो डिटेलमा कट्सहरू भयो, कुन ठाउँमा कति काट्ने, इफेक्टहरू कहाँ कुन इफेक्ट कहाँ प्रयोग गर्ने, इफेक्टहरू भयो, अघि मैले 3 इफेक्ट प्रयोग गरेँ होइन। जस्तै कलरहरूलाई कसरी रिड आउट गर्ने होइन, हिस्टोग्रामलाई कसरी पढ्ने, आरजिबी कलरहरू कसरी स्टडी गर्ने, त्यो कलरको र अरू इलिमेन्टहरूलाई डिटेल रूपमा तपाईँहरूले बुझ्नुहुनेछ है। र लास्टमा चाहिँ छ हाम्रो इन्टर्नसिप एन्ड जब प्लेसमेन्ट पनि तपाईँहरूले कोर्स गरिसकेपछि इन्टर्नसिप प्रोग्राम पनि छ हामीसँग र जब प्लेसमेन्ट पनि तपाईँ यदि क्वालिफाइड हुनुहुन्छ भनेदेखि त्यो पनि
अभाइलेबल हुन्छ है, जब प्लेसमेन्टको पनि पुरा पोसिबिलिटी छ। यो लिङ्क चाहिँ सर त्यहाँ अभाइलेबल हुन्छ होला सर यो लिङ्क? हजुर यो सबै सरको आज अलिकति ब्रेक भएर अलिकति डिस्टर्बेन्स भयो थोरै होइन। मैले हजुरहरूलाई फेरि एकपल्ट चाहिँ यो कुराहरू सायद मेरो भोइस चाहिँ अलिक क्लियरै सुन्नुभएको होला है। नर्मल्ली चाहिँ हामीले चाहिँ यो कोर्स सिलेबसमा चाहिँ सायद ओके त्यहाँ अहिले सरले भनेको पनि देखिहाल्नुभयो। त्यहाँ नर्मली चाहिँ हामीले चाहिँ स्टार्टिङमा चाहिँ तपाईँहरूलाई चाहिँ बेसिक थ्योरिटिकल नर्मली हाम्रो 20% जस्तो चाहिँ थ्योरी हुन्छ भने बाँकी चाहिँ सम्पूर्ण कुराहरू चाहिँ हामीले नर्मल्ली चाहिँ जुन अरू डिफ्रेन्ट जब पोर्टलहरूमा के अहिलेको चाहिँ रिक्वायरमेन्ट छ, जस्तै एउटा बेसिक लेभलबाट तपाईँहरूलाई चाहिँ एउटा चाहिँ सिनियर लेभलसम्म पुग्नको लागि चाहिँ कुन किसिमका नलेजहरू चाहिन्छ त्यो किसिमका सम्पूर्ण नलेजहरू चाहिँ हामीले कभरअप गर्न चाहिँ खोजेको यो कोर्स डिजाइन हो। यदि तपाईँहरूलाई कोर्स पढेको ड्युरेसनको टाइममा कुनै पार्टहरूमा चाहिँ अलिकति यो चाहिँ अलिकति भइदिएदेखि बेस्ट हुन्थ्यो जस्तो लाग्छ भने तपाईँहरूले 3 महिनाको कोर्सलाई तपाईँले 4 महिना पनि पुऱ्याउन सक्नुहुन्छ है, त्यसमा कुनै समस्या छैन। किनकि हाम्रो कन्सेप्ट भनेको सकेसम्म तपाईँहरू मार्केटमा गइराख्दाखेरि चाहिँ तपाईँहरू अन द स्पोर्ट चाहिँ हायर हुन सक्नुपर्छ है, नत्र भए तपाईँहरूको काम चाहिँ छैन। फेरि किन भन्दाखेरि चाहिँ तपाईँहरूलाई हामीले डिजाइन गरेर यत्रो कोर्स गरेर दिइराख्ने होइन, तर तपाईँहरूले आफूलाई चाहिँ बिकाउन सक्नु भएन गाह्रो हुन्छ नि त। त्यही भएर हामीले चाहिँ के गरिरहेको भने म आफै यसको चाहिँ लिडरसिप गर्छु नै म आफैले होइन। तपाईँहरूले अहिले कस्तो भन्दाखेरि चाहिँ मैले बाहिर भएको हुनाले चाहिँ मैले त्यति धेरै तपाईँहरूलाई टाइम चाहिँ दिन भ्याउँदिनँ, तर जो सरहरूले जो यो फिल्डमा चाहिँ नर्मली 3 वर्ष 4 वर्ष 5 वर्षको वर्किङ एक्सपिरियन्स लिएर चाहिँ स्पेसल्ली जुन कोर्समा चाहिँ उहाँहरूको स्ट्रङ पोइन्ट छ उहाँहरू सरहरूले नै तपाईँहरूलाई चाहिँ सिकाउने हो। त्यो भएको हुनाले उहाँहरूले तपाईँहरूलाई एक लेभलको चाहिँ सुरुमा चाहिँ प्र्याक्टिकल बेस्ड ट्रेनिङ सिकाउनुहुन्छ र इन्टर्नसिपको पार्टमा चाहिँ मैले तपाईँहरूलाई बढी स्पेसल्ली चाहिँ फोकस गर्छु। त्यसमा चाहिँ इन्टर्नसिपको पार्टमा चाहिँ नर्मल्ली चाहिँ अब हामीले चाहिँ विभिन्न किसिमका यो पोर्टलहरू हुन्छ, जब पोर्टल जस्तै मेरो जब भयो, कुमारी जबहरू भयो, लिङ्कडिन भयो, अरू विभिन्न आइटी कम्पनीहरूमा चाहिँ के किसिमका कोर्सेसहरू चाहिँ रिक्वायरमेन्ट छ अथवा चाहिँ के किसिमका स्किल्सहरू चाहिँ चाहिरहेको हुन्छ। जस्तै आजको ट्रेन्डिङ म चाहिँ अलिकति बढी ट्रेन्डिङमा चाहिँ बढी फोकस गर्छु है। जस्तै म तपाईँहरूलाई चाहिँ 2-3टा एउटा भिडियोहरू देखाउन चाहेँ। जस्तै तपाईँहरूले अहिले देखिरहनु भएको छ होला एआईमा चाहिँ अहिले तपाईँहरूको चाहिँ जस्तै यो कार्टुन्सहरू आइरहेको हुन्छ नि, जस्तै हुन चाहिँ अलिकति अफ टपिक भयो होइन। जस्तै यस्ता किसिमका रिल्सहरू देखिरहनुहुन्छ, यो कसरी बनाइरहेको होला होइन। ओके जस्तै यहाँ तपाईँहरूले देखिरहनु भएको छ होइन। जस्तै लिङ्कडिनमा हामीले यो कुराहरू चाहिँ अब मोसन ग्राफिकदेखि सम्पूर्ण कुराहरू त यो भइ नै हाल्छ होइन। यसमा तपाईँहरूले चाहिँ इभन कोर्सको त्यो सिलेबस हेरिसकेपछि केही कुराहरू चाहिँ कमी भयो जस्तो लाग्छ भने तपाईँहरूले हामीलाई अन द स्पोट भन्नु होला। किनकि हाम्रो कोर्स डिजाइन चाहिँ कस्तो हो भने तपाईँहरूलाई बेसिकदेखि एडभान्स लेभलको जुनसुकै पोजिसनको लागि अप्लाई गर्दाखेरि पनि एक्सपिरियन्स आफ्नो ठाउँमा छ होइन त्यो, तर तपाईँहरूलाई नलेजको हिसाबले चाहिँ त्यो लेभलको दिने भन्ने हिसाबले डिजाइन गरेको कोर्स हो है। अनि त्यही भएर हाम्रो फ्रिक्वेन्टली रिसर्च भनेको चाहिँ लिङ्कडिनको पार्टमा र अरू जब पोर्टलहरूमा कस्तो कस्तो भ्याकेन्सीहरू छ र उहाँहरूले के किसिमका खोज्नुहुन्छ भन्ने नै हुन्छ। त्यही भएर तपाईँलाई प्र्याक्टिकल बेस्ड ट्रेनिङ, इन्टर्नसिप र जब प्लेसमेन्टको लागि चाहिँ जब प्लेसमेन्ट किन पनि गराउँछ भने हामी आफैलाई पनि रिक्वायरमेन्ट भएको हुनाले तपाईँहरूलाई हामी आफै पनि हायर गर्छौँ र सँगसँगै चाहिँ अरूहरू कम्पनीहरूमा पनि सपोर्ट गर्ने भन्ने हिसाबले हो। र अर्को म तपाईँहरूलाई चाहिँ अब अलिकति जस्तै अहिले चाहिँ भिडियो एडिटिङमा चाहिँ धेरै किसिमका चाहिँ चेन्जेसहरू पनि आइरहेको छ एआईको कारणले। तपाईँहरूले अब च्याट जिपिटी पनि सुन्नुभएको होला, अरू चाहिँ थुप्रै डिपसिकहरू आइसकेको छ, डब्लुल्यान्ड भन्ने छ होइन। जस्तै अब यहाँ थुप्रै यस्तो टाइपको कार्टुन्सहरू जुन तपाईँहरूले आज भिडियो एडिटर भएर पनि बनाउन सक्नुहुन्छ होइन। जस्तै मैले थोरै देखाएँ।
जुन भनेको तपाईँको नर्मली मिलियन्समा जान्छ। अब यसको लागि चाहिँ तपाईँहरूलाई चाहिँ फेरि 3D एनिमेसन गर्नुपर्छ, 2D एनिमेसन गर्नुपर्छ भन्ने पनि छैन। किनकि अहिले चाहिँ थुप्रै एआई टुल्सहरू आइसकेका छन् जसमा जस्ट तपाईँहरूलाई बेसिक एडिटिङ जस्तै तपाईँहरूलाई क्यापकटको नलेज भयो होइन, जस्तैमा तपाईँहरूलाई एउटा तपाईँहरूलाई बोनस पनि भयो। तपाईँहरूले यो साइट जानु होला nim.video भन्ने, यहाँ थुप्रै किसिमका चाहिँ भिडियोहरू चाहिँ जेनेरेट गर्न मिल्छ। जस्तै तपाईँहरूलाई म एउटा लाइभ गरेर देखाउँछु। जस्तै तपाईँलाई लियोनार्डो भन्ने थाहा छ होला होइन, लियोनार्डो एआईमा गएर चाहिँ तपाईँहरूले इमेज जेनेरेट गर्न सक्नुहुन्छ। जस्तै फर इक्जाम्पलको लागि चाहिँ मसँग अहिले फेरि त्यो सब्सक्रिप्सन छ या छैन एकपल्ट म चेक गर्छु है। मेरो स्क्रिन देखिरहनु भएको छ? ए मेरो यहाँ सब्सक्रिप्सन रहेछ है 150। यो तपाईँहरूको चाहिँ पेड भर्जन हो, तपाईँहरूले सब्सक्रिप्सन लिनुपर्ने हुन्छ है। जस्तै यहाँ तपाईँहरूको चाहिँ इमेजमा जानुभयो है, पाउनुहोस् है, वी आर अवेर अफ ओके। मैले एउटा चाहिँ तपाईँहरू कस्तो रिलेटेड हेर्न चाहनुहुन्छ एकचोटि जस्तै मैले एउटा चाहिँ कुनै एउटा प्रम्प्ट यहाँ जेनेरेट गर्दैछु है यसैलाई। जस्तै विजार्ड फाउट ब्रेभली ओके, जस्तै create an image of a cat fighting with a dog and cat wins. यहाँ देखिरहनु भएको छ? अब अलिकति टाइमिङ लाग्न सक्छ होइन, सायद यो नेटको अलिकति इस्युले गर्दा पनि सायद। जस्तै यहाँ हेर्नु है, मैले भर्खरै के हालेको थिएँ प्रम्प्ट देख्नुभयो यहाँ। जस्तै क्रिएट एन इमेज अफ अ क्याट है फाइटिङ विथ अ डग एन्ड क्याट विन्स एन्ड इम्प्रेस हर फिमेल क्याट भनेको थियो होइन। क्रिएट एन एट्र्याक्टिभ हाई रिजोल्युसन इमेज भने जस्तै यहाँ तपाईँले देख्नुभयो डग देख्नु भएको छ होइन, क्याट देख्नुभयो होइन। अब यो फाइट गरिरहेको थियो कि, जस्तै अब यो नर्मल मैले एडिट गर्दैछु है, यो तपाईँहरूलाई जस्ट एउटा सोकेस गर्नको लागि मात्र एउटा डाउनलोड गर्न लगाइरहेको छु है। जुन यो हजुरहरूले यो देखाइरहेको थियो नि, यो कसरी बनाइरहेको छ यो कुराहरू चाहिँ मैले देखाइरहन खोजिरहेको है। अब यसमा तपाईँहरूलाई भिडियो एडिटिङको नलेज चाहिँ हुनुपर्छ, त्यो भयो भने तपाईँहरूलाई चाहिँ क्लिप कहाँ काट्ने कस्तो के गर्ने भनेर। अब यो कुराहरू चाहिँ अब तपाईँहरूले मास्किङको कुराहरू, भिडियो एडिटिङमा चाहिँ अब साउन्ड इफेक्टहरू हाल्ने कुराहरू, त्यो कुराहरू सिकिसकेपछि यो चाहिँ अब एआईको टुल हो, तपाईँहरूले सब्सक्रिप्सन लिनुपर्ने हुन्छ। त्यो सब्सक्रिप्सन यो सुरुमा चाहिँ हजुरहरूलाई फ्री पनि हुन्छ केही चलाउनको लागि चाहिँ। त्यस पछाडि चाहिँ तपाईँहरूले पैसा तिर्नुपर्ने हुन्छ होइन, यो कुराहरू चाहिँ हो। अब यसलाई चाहिँ मैले चाहिँ nim.videoमा गएर चाहिँ म तपाईँहरूलाई चाहिँ एउटा लाइभ गरेर चाहिँ यस्तै टाइपको भिडियो चाहिँ बनाएर देखाउँछु है। हाम्रो इमेज चाहिँ रेडी भइसक्यो। सायद आई थिङ्क यो इमेलले काम गर्छ होला। ओके,
यो तपाईँको अहिले चाहिँ प्लान सकिसकेको रहेछ है। तपाईँहरूको नर्मल्ली चाहिँ त्यसरी हालिसकेपछि चाहिँ यस्तो टाइपको चाहिँ भिडियोहरू चाहिँ तपाईँहरूको जेनेरेट हुन्छ कि। अब यो मैले लास्ट टाइम मैले आफैले बनाएको भिडियो हो है। यसरी नै तपाईँहरूले यहाँ प्रम्प्ट हालिदिइसकेपछि चाहिँ यसमा चाहिँ तपाईँहरूले मोडलमा चाहिँ क्लिङ प्रो यसलाई चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। यो चाहिँ क्लिङ भन्ने पनि अर्को एआई टुल हो जसबाट चाहिँ तपाईँहरूले चाहिँ यो भिडियोहरू चाहिँ हाल्न सक्नुहुन्छ, हालेर बनाउन मिल्छ यस्तो यस्तो टाइपको भिडियोहरू है। जस्तै म एकपल्ट त्यही नै अर्को सब्सक्रिप्सन एउटा लिएर हेर्छु। यदि त हजुरहरूसँग मल्टिपल जिमेल छ भने तपाईँहरूले चाहिँ बिना पेड पैसा नतिरिकन पनि गर्न चाहिँ सक्नुहुन्छ है। किनकि एउटा जिमेलमा नर्मली तपाईँको 40 भन्दा बढी दिँदैन उसले क्रेडिट पोइन्ट है। अब यो नर्मल्ली चाहिँ अलरेडी बनाएको भिडियोहरू चाहिँ मैले यसमा पनि हालेको छु छन चाहिँ होइन, जुन अहिले मैले तपाईँहरूलाई देखाइसकेको थिएँ। जस्तै यहाँ देखिरहनु भयो होला साइबरलेक्स टेक्नोलोजी भनेर मैले अहिले भर्खरै नर्मल्ली चाहिँ यो अहिले भर्खर देखाएको थिएँ तपाईँहरूलाई। यो त्यति धेरै चाहिँ यसमा भिडियो एडिटिङको कामहरू चाहिँ गरेको छैन होइन, नर्मल हो, नर्मल जस्ट क्लिपहरू बनाएर चाहिँ हालेको हो। यो मैले नै आफैले हालिरहेको हो। तर तपाईँहरूलाई चाहिँ नर्मली जब तपाईँहरू भिडियो एडिटर बन्नुहुन्छ भने तपाईँहरूले बनाउने टाइपको भिडियो भनेको यो लेभलको चाहिँ भिडियो हुन्छ कि त्यसको लागि चाहिँ तपाईँहरूलाई चाहिँ अब त्यो सरले चाहिँ सबै कुराहरू सिकाइदिइसकेपछि तपाईँहरूलाई चाहिँ एभ्री भिडियोहरूको कसरी गर्ने, कसरी यसरी चाहिँ युट्युबहरू टिकटकहरूमा भाइरल टाइपको कन्टेन्टहरू बनाउने होइन, एज अ तपाईँहरू फ्रिलान्सर भएर काम गर्ने त्यो कुराहरू चाहिँ अपवर्कको कुराहरू भयो, लिङ्कडिनको कुराहरू, यी सम्पूर्ण कुराहरूको चाहिँ एउटा तपाईँहरूलाई नलेजको चाहिँ एउटा चाहिँ जुन चाहिँ अब यो पार्टहरू भनेको चाहिँ तपाईँहरूको इन्टर्नसिपको पार्टहरूमा चाहिँ कतिपय कुराहरू म आफै पनि तपाईँहरूलाई सिकाउँछु। यस्तो यस्तो कुराहरू जुन भनेको चाहिँ नर्मली युट्युबहरूमा चाहिँ कसरी आफ्ना भिडियोहरू भाइरल बनाउने यस्तो यस्तो सम्पूर्ण कुराहरू चाहिँ होइन, ती कुराहरू भइहाल्यो। यिनै कुराहरू चाहिँ मैले तपाईँहरूलाई सेयर गर्न चाहेँ। यो तपाईँहरूले आफैले पनि तपाईँहरूलाई एउटा बोनस पनि भयो leonardo.ai र अर्को तपाईँले चाहिँ nim.video भन्नेमा गएर पनि तपाईँले एकपल्ट हेर्नुभयो भने आफै पनि देख्न सक्नुहुन्छ। यस्तो यस्तो टाइपको भिडियोहरू चाहिँ तपाईँहरूले एउटा आफ्नो रमाइलोको लागि अथवा चाहिँ भनौँ न एउटा आफ्नो क्रिएटिभिटी सोकेस गर्नको लागि पनि युज गर्न सक्नुहुन्छ। जस्तै अब आजको दिनमा तपाईँले अब कहिले क्याट यसरी नाचेको देख्नु भएको थियो र छैन नि त, तर यहाँ क्याट नाचेको ल यहाँ यी क्याटले औँला देखाइरहेछ। यिनै कुराहरू हो मैले तपाईँहरूलाई सेयर गर्न चाहेँ। यदि हजुरहरू केही प्रश्नहरू छन् भने राख्न सक्नुहुन्छ है त। थ्याङ्क यू। यहाँ फ्रीवाला हो, सब्सक्रिप्सन छैन त्यसमा भन्नुभएको छ। तपाईँको यस्तो हुन्छ, तपाईँको चाहिँ यदि चाहिँ त्यो कपिराइटलाई नै युज गर्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई लाग्दैन, तर कपिराइट फ्री बनाउने हो भने तपाईँहरूलाई अझ नलेज एउटा के भन्छ भिडियो एडिटर हुनुभयो भने तपाईँहरूले एभ्री चिजलाई चाहिँ फ्रीमा पनि युज गर्न सक्नुहुन्छ। किनभने तपाईँहरूलाई कन्टेन्टहरूलाई हाइड गर्न सक्नुहुन्छ नि त। तपाईँहरूले एउटा जस्तै मानौँ चाहिँ ब्याकग्राउन्डमा यदि व्हाइट छ भने त्यही टेक्स्टको माथि व्हाइट राखिदिएपछि त्यो त छोपियो। यस्ता यस्ता कुराहरू चाहिँ धेरै लुपिङको कामहरू पनि गर्न सक्नुहुन्छ कि तपाईँहरू। एज अब तपाईँहरूलाई एडिटिङ गर्ने मात्र नलेज भयो भने पनि तपाईँहरूले चाहिँ अब कतिपय कुराहरू चाहिँ अब नेपालमा बसेर त्यो बाहिरको डलरको त्यो एकदम सबै टाइपको सब्सक्रिप्सन लिनु त गाह्रै हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूले अलिकति ट्रिक स्मार्ट आइडिया लाउनु भयो भने तपाईँहरूले
फ्रीमा पनि युज चाहिँ गर्न सक्नुहुन्छ है। जस्तै nim.भिडियोमा पनि प्राय माथिपट्टि ट्याग देख्नुहुन्छ होला, तपाईँहरूले डाउनलोड गरी राख्दा निम भनेर आइरहेको हुन्छ। त्यसलाई अब तपाईँहरूले कुनै एउटा होभर गरेर हुन्छ अथवा के गरेर हुन्छ होइन, अब अथवा त्यसमा चाहिँ अर्को एउटा इमेजहरू अथवा लोगोहरू राखेर होइन तपाईँहरूले त्यसलाई हाइड गरेर पनि युज गर्न सक्नुहुन्छ। हुन्छ, हजुरहरूको केही प्रश्नहरू छन् भने राख्न सक्नुहुन्छ। हुन्छ सर, हजुरले भन्नु न केही कुराहरू छन् भने। अघिकै कुराहरू हो, यहाँ क्वेसन आन्सर सेसन त तपाईँलाई केही क्वेसनहरू केही छ भने यहाँ ठुलो खाइ चाहिँ तपाईँले सोध्न सक्नुहुन्छ। तपाईँलाई म एउटा दुईवटा प्रोजेक्टहरू पनि देखाउँछु होइन। मैले अलिकति देखिरहेको छैन जस्तो लाग्यो अहिले। यो चाहिँ एउटा स्पेसल इफेक्ट राखेर होइन मास्किङ गरेर यसमा हामीले इफेक्टहरू राखेर चाहिँ एउटा पुरा ओल्ड टेलिभिजनमा हामीले आफ्नो भिडियो अघिकै भिडियो हो यो होइन, यो भिडियोलाई हामीले यसरी बनाएको छौँ। उनीहरूको चाहिँ हेर्न सक्नुहुन्छ यसरी लेयर वाइज सेपरेसन रोजियन भिडियो यसरी लेयर वाइज सेपरेसन गरेर फाइनल भिडियो यसरी बनाउन सकिन्छ है। एउटा यसमा हामीले स्पेसल साउन्ड इफेक्ट पनि सायद यहाँ जति पनि पार्टिसिपेट हुनुभएको छ, म फेरि एकचोटि चाहिँ हजुरहरूलाई भन्न चाहेँ है, हाम्रो यो चाहिँ अब क्लासेसहरू चाहिँ रेगुलर रूपमा चाहिँ सञ्चालन भइरहेको छ। सायद अब भोलिबाट आजबाट हाम्रो चाहिँ भिडियो एडिटिङको चाहिँ क्लास पनि सुरु भइसकेको छ। अब 2 जना सर हुनुहुन्छ हामीसँग, एकजना रमेश सर हुनुहुन्छ, एकजना उहाँ सर आज हजुरहरूको अगाडि जुन अहिले पार्टिसिपेट उहाँ सरले चाहिँ अहिले गराउनु भयो, उहाँ सर भइहाल्नु भयो। नर्मली 2 जना सरले नै हजुरहरूलाई चाहिँ ट्रेन गराउनुहुन्छ है। तपाईँहरू फिजिकल पनि लिन सक्नुहुन्छ र अनलाइन पनि गर्न सक्नुहुन्छ। तपाईँहरूलाई चाहिँ जुनसुकै ठाउँमा बसेर पनि तपाईँहरूले सिक्न सक्नुहुन्छ, जसमा तपाईँहरूको प्र्याक्टिकल बेस्ड ट्रेनिङ हो यो टोटल्ली है। अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई इन्टर्नसिप भनेको तपाईँहरूले पढिसकिसकेपछि तपाईँहरूलाई चाहिँ इन्टर्नसिप चाहिँ सरले पनि प्रोभाइड गर्नुहुन्छ, अर्को सरले पनि प्रोभाइड गर्नुहुन्छ र इभन साइबरलिक्स टेक्नोलोजीको अन्तर्गत चाहिँ तपाईँहरूलाई त्यो प्रोभाइडै हुन्छ है। अनि तपाईँहरूलाई जब रेडी प्रोग्राम बनाउने काम हो र यदि तपाईँहरूलाई आफैमा एउटा सिभी छ भने तपाईँहरूले सेन्ड गर्न सक्नुहुन्छ, हामी त्यो अनुसार हेरेर पनि तपाईँहरूलाई हायर गर्छौँ। र इभन छैन भने पनि तपाईँहरूले सिकेर पनि आफूलाई चाहिँ स्किलफुल बनाएर गर्न सक्नुहुन्छ। र यदि हजुरहरूलाई चाहिँ अब होइन म वर्कसपहरू जोइन गर्नुहुन्छ भने मैले तपाईँहरूलाई को लागि भनेर एउटा स्पेसल्ली चाहिँ यो ग्रुपको लिङ्क पनि राखिदिएको छु। त्यो ग्रुपको लिङ्कमा चाहिँ तपाईँहरूले चाहिँ अबको हाम्रो आगामी दिनहरूमा पनि वर्कसपहरू विभिन्न किसिमका भइरहेको हुन्छ, जसमा तपाईँहरूलाई आफूलाई इच्छा लागेको अनुसार केही कुराहरू सिक्नलाई, जस्तै केही कुरा कोर्समा छिर्नुभन्दा अगाडि पहिला सुरुमा त्यसको बारेमा ब्रिफिङ, जसरी आज सरले चाहिँ भिडियो एडिटिङमा चाहिँ तपाईँहरूले कसरी प्रडक्सन गर्नुहुन्छ, कसरी चाहिँ एउटा चाहिँ वर्किङ फ्लो हुन्छ, यसमा चाहिँ भिडियो एडिटिङमा चाहिँ के कुराहरू चाहिँ ख्याल गर्नुपर्ने हुन्छ, जस्तै मास्किङको कुराहरू गर्नुभयो, त्यसमा टाइमिङको कुराहरू गर्नुभयो सरले चाहिँ होइन, ट्रान्जिसनको कुराहरू गर्नुभयो। इभन मैले आफैले तपाईँहरूलाई चाहिँ एआई टुल्सहरू अहिले भिडियो एडिटिङको लागि थुप्रै किसिमका आइसकेका छन्, त्यो युज गरेर पनि एउटा भनौँ न कुनै पनि सफ्टवेयर युज नगरिकन पनि मान्छेहरूले चाहिँ भिडियो बनाउन सक्ने भइसक्यो कि अहिले। एउटा सानसानो बच्चाहरूले पनि कार्टुन्सहरू बनाएर पनि गर्न सक्ने भइसक्यो भनिसकेपछि तपाईँहरूले भिडियो एडिटिङ सिक्नुहुन्छ भने त्यो त कुन हाई लेभलको चिज हो क्या त्यो भनेको त। अब अहिले एआई टुलले गर्दा त्यति धेरै सजिलो बनाइसकेको छ भने तपाईँले भिडियो एडिटिङ सिकिराख्दाखेरि त्यो नलेजलाई चाहिँ तपाईँहरूले त्यो एआई टुलमा मिक्सअप गर्न सक्नुभयो भने अझ बेस्ट हुन्छ भन्ने पनि एउटा थट हो है। त्यो कुराहरूलाई पनि तपाईँले आफूलाई चाहिँ एउटा चाहिँ करियरमा चाहिँ एउटा प्लस पोइन्ट गराउन सक्नुहुन्छ। तिनै कुराहरू हो। यदि हजुरहरू यसरी चाहिँ कोर्स जोइन गर्ने सोच बनाउनु भएको छ भने तपाईँहरूलाई चाहिँ यो राइट टाइम अपर्च्युनिटी हुनसक्छ। यिनै कुराहरू चाहिँ मैले भन्न चाहेँ। र यदि हजुरहरू केही प्रश्नहरू छन् भने राख्न सक्नुहुन्छ। कस्टिङको लागि के कति छ भनेर सोध्नु भएको रहेछ। नर्मल्ली हाम्रो चाहिँ यो 3 महिनाको कोर्स हो। फिजिकल क्लासको लागि चाहिँ अहिले हामीले नर्मल्ली चाहिँ तपाईँको 15,000बाट 17,000को रेन्जमा भनेर चाहिँ डिटरमाइन गरेका छौँ। तर त्यसमा चाहिँ अब फ्लक्चुएट पनि हुनसक्छ किनकि स्टुडेन्टको पार्टिसिपेट अनुसार है। नर्मल्ली हाम्रो चाहिँ 15बाट चाहिँ 17 जति चाहिँ यो फिजिकलको लागि हुन्छ भने
तपाईँको चाहिँ अनलाइन क्लासको लागि चाहिँ नर्मल्ली चाहिँ हाम्रो 13 बाट चाहिँ 15 को रेन्जमा चाहिँ छ। यो तपाईँहरूले एकैचोटि पे गर्नुपर्छ भन्ने होइन। यसमा चाहिँ तपाईँको 3 मन्थ भएको हुनाले तपाईँले डिभाइड बाई 3 गरेर आफ्नो हिसाबले स्लोली पे गर्न पनि सक्नुहुन्छ। किनकि तपाईँहरूलाई प्र्याक्टिकल बेस्ड ट्रेनिङ सँगसँगै हामीले सर्टिफिकेट पनि प्रोभाइड गर्ने हो र इन्टर्नसिपको लागि पनि गर्ने र सँगसँगै तपाईँहरूलाई जब रेडीको लागि चाहिँ सपोर्ट गर्ने काम पनि गर्ने भएको हुनाले तपाईँको लामो ड्युरेसन हो। तपाईँहरूलाई यदि लाग्यो कि 3 महिनासम्म पनि मैले सिक्न सक्ने अलिकति गाह्रो हो जस्तो लाग्यो भने तपाईँले फेरि रिपिट पनि गर्न सक्नुहुन्छ। अनि इभन तपाईँहरूलाई कुनै हामीले बेसिकदेखि एडभान्स कोर्सको यो फर्मेट हो। यदि तपाईँहरूलाई चाहिँ अन्तको सिलेबस पनि हेर्नुहोस्। म चाहन्न कि तपाईँहरूलाई यहीँको सिलेबसमा रिलाइ हुनु। तपाईँले अरू कम्पनीको पनि थुप्रै सिलेबस के छ कस्तो छ चेक गर्नुहोस्। त्यो सिलेबस चेक गरिसकेपछि तपाईँहरूलाई लाग्यो कि यो कोर्स चाहिँ हामीलाई अलिकति मिसिङ भएछ जस्तो लाग्यो भने तपाईँले अन द स्पोट सरलाई भन्नु। त्यो सरले चाहिँ तपाईँहरूलाई 3 महिनाको ठाउँमा 4 महिना लगाउने हो कि 5 महिना लगाउने हो कि त्यो लगाएर तपाईँहरूलाई चाहिँ रेडी बनाउने काम चाहिँ गर्नुहुन्छ है। त्यो गरिसकेपछि मात्र, किनकि तपाईँहरू मार्केटमा सिकिसकेपछि तपाईँहरू मार्केटमा आएर चाहिँ आफूलाई बिकाउन सक्नु पऱ्यो कि। अब त्यसको लागि चाहिँ हामीले गर्ने सपोर्ट भनेको आफ्नो ठाउँमा छँदैछ, तर तपाईँहरूको एउटा नलेजको एउटा डेडिकेसन, एउटा चाहिँ कमिटमेन्ट र एउटा कन्सिस्टेन्सी भन्छ त्यो कुराहरू चाहिँ एकदम जरुरत हुन्छ। र यदि हजुरहरूलाई सिलेबसको बारेमा बुझ्नु छ भने पनि अथवा चाहिँ यो भिडियो जुन आजको हाम्रो भिडियो अलरेडी रेकर्डेड पनि छ र यो रेकर्डेड भिडियो मैले अहिले केही समयमा चाहिँ साइबोलेक्स एकाडेमी भनेर सर्च गर्नु होला युट्युब च्यानल, त्यसमा पनि मैले अपलोड गर्नेछु। त्यसबाट पनि तपाईँहरूले चाहिँ टाइम एन्ड अगेन यो भिडियोलाई हेरेर पनि आफ्ना नलेजहरूलाई चाहिँ अपग्रेड पनि गर्न सक्नुहुन्छ। यिनै कुराहरू चाहिँ मैले भन्न चाहेँ। यदि केही कुराहरू छन् भने तपाईँले राख्न सक्नुहुन्छ प्रश्न, नत्र भए हामीले आजको सेसन चाहिँ यहीँ क्लोज गर्ने चाहिँ सोचेका छौँ। ओके, केही छ भनेदेखि रेज ह्यान्ड देखिरहेको छु म। केही छ भनेदेखि त्यहाँ च्याट बक्समा लेख्न सक्नुहुन्छ तपाईँहरूले।